नमस्कार। स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज पनि एउटा महत्त्वपूर्ण स्वास्थ्य सामग्री लिएर आएका छौँ। आज हामी 2082 साल वैशाख 6 र 7 गते नेपाल सरकारले सञ्चालन गर्न गइरहेको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नेपाल सरकारले हरेक वर्ष वैशाख 6 र 7 गते तथा कार्तिक 2 र 3 गते नेपालभर वर्षको 2 पटक राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दछ। यस कार्यक्रममा 6 महिनादेखि 5 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि महिला स्वास्थ्य स्वयंसेविका मार्फत गाउँ-गाउँमा निशुल्क वितरण गरिन्छ। साथै सोही दिन 5 वर्ष मुनिका बालबालिकाको पाखुराको नापद्वारा बच्चाको पोषणको अवस्थाको जाँच र 15 प्रकारका महत्त्वपूर्ण पोषक तत्त्व भएको बालबिटाको वितरण पनि सोही दिन गरिन्छ। भिटामिन ए हरिया सागपात, पहेँला फलफुल, माछा मासु, दुध आदिबाट प्रशस्त मात्रामा पाइन्छ। भिटामिन ए को कमी भएमा रतन्धो हुने, शरीरको रोगसँग लड्ने क्षमतामा कमी हुने, बारम्बार झाडापखाला लाग्ने, दादुरा रोग, कुपोषण भई बच्चाको मृत्यु समेत हुने गर्दछ। भिटामिन ए सँगै खुवाइने जुकाको औषधि अर्थात् अल्बेन्डाजोल, यसले बच्चाको पेटभित्र रहेका सम्पूर्ण किराहरू मारी बालबालिकालाई तन्दुरुस्त र बलियो बनाउँदछ। राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत भिटामिन ए, जुकाको औषधि, पाखुराको जाँच साथै बालबिटा वितरण गर्न 2082 साल वैशाख 6 र 7 गते महिला स्वास्थ्य स्वयंसेविका तपाईँको टोलमा आउँदै हुनुहुन्छ। त्यसैले आफूलाई पाएक पर्ने स्थानमा आफ्नो 5 वर्ष मुनिका बालबालिकालाई खोप कार्ड भनेर चिनिने बाल स्वास्थ्य कार्ड सहित अनिवार्य उपस्थित हुन अनुरोध गर्दछु। तपाईलाई आजको सामग्री कस्तो लाग्यो? केही जिज्ञासा भए कमेन्ट बक्समा लेखी पठाउनुहोला। यदि भिडियो उपयोगी लागेमा भिडियोलाई लाइक, सेयर साथै च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन छुन नभुल्नुहोला। धन्यवाद।